आफ्नो तपाईले एउटा छोरा दिनुभयो भनेदेखिलाई म मेरो छोरालाई तपाईको सेवाको लागि अर्पण गर्नेछु, म दिनेछु। मेरो प्रियहरू, उसले दियो पनि। अनि उसको छोरा चाहिँ सामुएल अगमवक्ता। आज सारा मानिसले सामुएल अगमवक्ताको बारेमा पढ्दछ। जय मसीह मेरो प्रियहरू सम्पूर्णलाई क्रिस्चियन अभिवादन। जय मसीहा भन्न चाहन्छु। म अरविन्द मगर र विशेष गरिकन यहाँहरूलाई वचन टिभी युट्युब च्यानलमा स्वागत भन्दछु। मेरो प्रियहरू, आज हामी परमेश्वरको जीवित वचन हामी हेर्नेछौँ। आजको वचनको शीर्षक रहेको छ, हन्नाले झैं कसरी हामी आफ्नो परिस्थितिमाथि विजय हुने, अर्थात् हन्ना चाहिँ कसरी हामी समस्यामाथि विजय हुने। यो चाहिँ एकदमै महत्त्वपूर्ण र गहकिलो वचन रहेको छ। परमेश्वरको वचन एकदमै सुन्नु आवश्यक छ। यसकारण आजको वचनले तपाईको जीवनमा नयाँ आशा ल्याउनेछ। मेरो प्रियहरू, आउनुहोस् आज हामी यो वचनको लागि छोटो प्रार्थना गर्नेछौँ। स्वर्गीय पिता, म तपाईलाई धन्यवाद दिन्छु यस समय यस घडीको लागि। प्रभु, आज जुन वचन बोल्ने तपाईँ एउटा अवसर, एउटा मौका दिनुभयो, यसको लागि धन्यवाद। पवित्र आत्मा, तपाईले ज्ञान र प्रकाशका कुराहरू खोलिदिनुहोस्, ताकि प्रभु हन्नाको जीवनबाट, हन्नाको त्यो कथाबाट प्रभु हाम्रो जीवनमा ठुलो एउटा आशा र उत्साह र हौसला मिल्नेछ। प्रभु, तपाईँ परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्, येशू प्रभुको नाममा, आमेन। मेरो प्रियहरू, हन्नाको जीवनबाट हामीले हाम्रो जीवनमा बुझ्नुपर्ने र लागू गर्नुपर्ने एकदमै महत्त्वपूर्ण विषय रहेको छ। परमेश्वरलाई महिमा भएको होस्। मेरो प्रियहरू, आज हाम्रो जीवनमा विभिन्न प्रकारको समस्या र चुनौतीहरू पक्कै पनि छन्। समस्या, यदि कसै मानिसले मेरो जीवनमा समस्या छैन भन्छ भनेदेखिलाई पक्कै पनि त्यो मान्छेले ढाँटेको हुनुपर्छ। किनभने हरेक मान्छेलाई एउटा सङ्घर्ष छ, हरेक मान्छेलाई एउटा चुनौती छ, हरेक मान्छेलाई एउटा समस्या छ। प्रियहरू, समस्याले मानिसलाई कहिले पनि छोड्दैन। समस्याले मान्छेलाई जहिले पनि पछ्याइराखेका हुन्छ र पहाड जस्तै अगाडि आएर ड्याम्म उभिएको हुन्छ। जुन चाहिँ सडा तपाईँ र मेरो लागि त समस्या खडा हुन्छ, ताकि जहिले पनि हामी समस्यासँग एक लडान त लडिराखेका हुन्छौँ मेरो प्रियहरू। तर लडाइँमा चाहिँ कतिचोटि हामी समस्यामा हामी थाक्दछौँ। तर आज गजबको कुरा के छ भन्दाखेरि चाहिँ हन्नाको जीवनमा पनि त्यही समस्या जस्तो चुनौतीहरू चाहिँ एकदमै पहाड बनेर, ठुलो पहाड बनेर उभिएका कुराहरू हामी पाउँदछौँ। तपाईँ विश्वासी हुनुहुन्छ, तपाईँले बाइबल पढ्नु भएको छ भन्ने कुरा म विश्वस्त छु। एकदमै हामी आशा गर्दछौँ कि आजको वचनले तपाईँको जीवनमा आशिष ल्याउनेछ। ओ हालेलुया। हामीले 1 सामुएलको पुस्तक 1 अध्यायको 6मा पढ्यो भने यस्तो लेखेको छ, तिनका छोराछोरीहरू नभएका हुनाले हन्नाको सौटाले तिनलाई दुःख दिने र खसालेर कुरा गर्ने गर्थिन् भन्दछ। सालसालै यस्तो हुन्थ्यो जब हन्ना परमप्रभुको भवनमा जान्थे, तिनकी सौटेल्नीले तिनलाई रुवाएर नखाने बनाउन्जेल झिस्काइरहन्थिन् भन्दछ। मेरो प्रियहरू, सुन्नुहोस् त, यस्तो लेखिएको छ कि हन्नाको जीवनमा एकदमै ठुलो सङ्घर्ष, एउटा चुनौती, पहाड चाहिँ खडा भइराखेको छ कि उसको सौटाले अर्थात् उसको श्रीमानको कान्छी श्रीमतीले चाहिँ उसलाई चाहिँ एकदमै पिरोलो दिइराखेको छ प्रियहरू। अनि हन्ना किन दिइराखेको छ भन्दा कान्छी पट्टिबाट छोराछोरी छन् तर उबाट चाहिँ छैन। हन्नाको कोख चाहिँ एक प्रकारले बाँझो छ अनि बच्चा भइराखेको छैन मेरो प्रियहरू। त्यो नभएको कारणले गर्दाखेरि चाहिँ उसलाई उसको सौटाले चाहिँ यति उचालेर खसालेर कुरा गरिराखेको छ कि पक्कै पनि मेरो प्रियहरू, उचालेर खसालेको कसैलाई पनि मन पर्दैन, कसैलाई पनि मन पर्दैन। अरूको अपमान गरेको, तपाईँको अपमान गरेको, अवहेलित गरेको कसैलाई मन पर्दैन मेरो प्रियहरू। पक्कै पनि उसले गोप्न जान्छ, चिथर्न जान्छ है। तपाईँ म चिथर्न जान्थ्यौँ, तर त्यहाँ यसो लेखेको छ, उसले आफ्नो सौटालाई अपमान गर्थ्यो है, एकदमै उचाल्दै खसाल्थ्यो सौटेल्नीले। त्यसपछि जब परमप्रभुको भवन उनी प्रार्थना गर्न जान्थिन्, उसले झिस्काएर सालकै भनेको सधैँ उसले चाहिँ झिस्काएर रुवाउने गराउँथ्यो भन्दछ मेरो प्रियहरू, मजाक गराउँथ्यो। एउटा समाजमा चाहिँ यस्तो परम्परा थियो मेरो प्रियहरू कि समाजमा यदि कसैको बालबच्चा भएन भने गाउँलेहरूले
कुरा काट्ने गर्दछ। दिदीबहिनीले थुप्रो समस्या, यस्तो कति समस्याहरू झेल्नु परेको छ है, अनि कुरा काट्ने गर्दथ्यो। अनि बाइबल यसो भन्छ, त्यस्तै हन्नाको जीवनमा पनि भयो भन्छ। अनि कुरा काट्ने गर्दछ बाजी है, अहिले त थारी पनि भन्छ होइन, थारा भन्छ होइन, त्यस्तो प्रचलनहरू छ। तर त्यो एउटा नारीको लागि सबैभन्दा ठुलो एउटा चुनौती हो, एउटा ठुलो एउटा सङ्घर्ष हो। अनि त्यो सङ्घर्षसँग चाहिँ एक दिन हन्ना चाहिँ लडिराखेको छ प्रियहरू, रुँदै ऊ चाहिँ लडिराखेको छ, परमप्रभुसँग प्रार्थना गरिराखेको छ मेरो प्रियहरू, छाती पिटी पिटी ऊ चाहिँ रोइराखेको छ मेरो प्रियहरू। अनि हन्नाले जस्तो प्रार्थना गरिराखेको छ, भवनमा गइकन एक उसको श्रीमानले प्रश्न गर्दछ, ए श्रीमती तिमी किन रोन्छौ? हन्ना तिम्रो लागि म 10 भाइ छोराहरू भन्दा पनि म बेटरको छैन र भन्दछ। खुसी बनाउन खोज्दै, तर हन्नाले भन्दछ, मेरो प्रभु होइन, म मेरो परमप्रभुसँग मेरो पीडाहरू मेरो पीडाहरू बताउँदैछु, मेरो पीडा मानिसहरूले सुन्दैन, मेरो पीडालाई मानिसले निको पार्न सक्दैन, यो चाहिँ परमप्रभुले मात्रै निको पार्न सक्नुहुन्छ भनेर चाहिँ ऊ चाहिँ रुदन साथ प्रार्थना गरिरहेको छ मेरो प्रियहरू। अनि अन्ततः परमेश्वरले उसको प्रार्थनालाई सुन्नुभयो। एक दिन उसको प्रार्थनालाई सुन्नुभयो कि परमेश्वरले उसलाई चाहिँ एउटा छोरा दिनुभयो। को छ? को थाहा छ? उसको छोरा चाहिँ सामुएल अगमवक्ता। उसले ऊभन्दा अगाडि नै भनेको थियो कि यदि परमप्रभु तपाईँले मलाई कृपा गरिकन तपाईँको आमेन हालेलुया। हेर्नुहोस् त, परिस्थितिलाई चाहिँ नि परमेश्वरमा रहिकन घुँडा टेकेर उसले समस्यालाई जितेको छ मेरो प्रियहरू। प्रतीक्षा गरेको उसले चाहिँ सौटालमा यस्तो भन्ने, कलङ्की भन्ने, मलाई बाजी भन्ने भनेर चाहिँ कपाल चाहिँ जगल्टाएको छैन, कुटेको छैन मेरो प्रियहरू। तर उसले चाहिँ परमप्रभुको सामु मुख बन्द गरिकन फुसफुसातमा प्रार्थना गरेको छ, फुसफुसातमा प्रार्थना गरेको छ। तपाईँको समस्या खडा भइराखेको छ, आज चुनौतीसँग तपाईँ लडिराख्नु भएको छ, तपाईँको घरमा द्वन्द्व लडाइँ भइराखेको छ, तपाईँ अब केही गर्न सक्दैन, समाजले तपाईँको कुरा काटिराखेको छ, यो गरिब भयो, यसले केही गर्न सक्दैन, ओ छोडिदिनुहोस्, डोन्ट वरी। तर एउटा कुरा याद गर्नुहोस्, तपाईँ निरन्तर परमेश्वरमा प्रार्थना गर्नुहोस्, निरन्तर परमेश्वरसँग कोठा ठुनिकन एक्लो घुँडा टेकेर प्रार्थना गर्नुहोस् मेरो प्रियहरू। परमेश्वरले एक दिन तपाईँलाई त्यो समाजको सामुख तपाईँलाई पुच्छर होइन, परमेश्वरले आजको दिन शिर तुलाउनु हुनेछ। हालेलुया, शिर तुलाउनु हुनेछ। परमेश्वरले घुरानबाट राजकुमार बनाउनुहुन्छ। हालेलुया, दलित्रबाट राजकुमार बनाउनुहुन्छ, खरानीबाट उहाँले उठाउनुहुन्छ। ओ राबवासी, परमेश्वरले नि तपाईँलाई आज भन्दै हुनुहुन्छ, म तेरो साथमा छु, म तँलाई उठाउनेछु, ओ म तँलाई यो चुनौतीमाथि, ओ यो समस्यामाथि म विजय दिनेछु, परमप्रभु भन्नुहुन्छ। आमेन। यसकारणले गर्दा हन्नाले चाहिँ प्रार्थना गर्दा हामी समस्यामाथि विजय हुन सक्छौँ। हन्नाले चाहिँ प्रतीक्षा गर्दा हामी परमेश्वरमाथि समस्यामाथि विजय हुन सक्छौँ। यस कारणले गर्दाखेरि चाहिँ हरेक परिस्थितिलाई तपाईँले प्रार्थनामा सम्झनुहोस्, परमेश्वरले तपाईँलाई त्यो समस्यामाथि विजय दिन सक्नुहुन्छ।